हेलो सेवारो अनि दर्शन नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई अनदर न्यू ब्लग। मेरो नयाँ भिडियोमा यहाँहरू सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु। म चाहिँ यहाँहरूको माझमा चाहिँ फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। अनि भिडियोको बारेमा त टाइटल र थम्बनेल थाहा पाइसक्नु भयो होला। सो आज चाहिँ म चाहिँ बजार गएको थिएँ साथीहरू। अनि बजारबाट चाहिँ के लिएर आएँ त त्यो देखाउँछु है त हजुरहरूलाई। अनि हेरेर साथ सपोर्ट अनि माया गरिदिनु होला, भिडियो अन्तिमसम्म हेर्नु होला है त। मैले के चाहिँ ल्याएको रहेछु त। अनि एउटा कुरा चाहिँ एउटा च्यालेन्ज दिन्छु हजुरहरूलाई। जस्तो मैले आज के ल्याएको छु सबै अनबक्सिङ गरेर देखाउँछु। अनि मैले त्यो मतलब कति बजेटको अन्डरमा ल्याएको छु त त्यो गेस गर्नु है त। सो अब चाहिँ अनबक्सिङतिर लागौँ है त। मैले चाहिँ फर्स्टमा चाहिँ मेरो यो सानो रेड ब्यागबाट स्टार्ट गर्छु है त अनबक्सिङ। के चाहिँ ल्याएको रहेछु त मैले। फर्स्टमा चाहिँ यो ल्यासको सेट ल्याएको छु एउटा। अनि त्यसपछि चाहिँ जे आउँछ त्यही देखाउँछु। अनि यो चाहिँ एउटा मेकअप फिक्सर ल्याएको छु। हल्का स्टाइल पारेर बोलिदिएको साथीहरू। कति एक्टिङ गरी बोलेको भन्नुहुन्छ होला कि हजुरहरू पनि होइन। अनि यो चाहिँ ग्लिटर। अनि मसँग आई स्याडो प्यालेट त थियो, त्यही पनि एउटा यो न्युड कलरमा लिएर आएको छु। अनि त्यसपछि मोइस्चराइजर छ, त्यही भएर सानो एउटा। मैले चाहिँ सधैँ यही युज गर्छु, मलाई चाहिँ राम्रो लाग्छ यो। त्यसपछि चाहिँ लिप ग्लस। अनि छ नेक्स्ट चाहिँ आइलाइनर। यो वाला चाहिँ त्यहाँ दाइले ट्राई गरेर देखाउँदाखेरि चाहिँ पसलको दाइले ट्राई गरेर देखाउँदा चाहिँ राम्रो लागेको थियो। लाएर ट्राई गरेर देखाउँछु है हजुरहरूलाई पनि। अहिले नि त होइन, नेक्स्ट भिडियोमा हेर्दै गर्नु होला, मैले बताउँछु त्यो युज गरेको बेलामा। अनि त्यसपछि चाहिँ मैले चाहिँ यो त तिनवटा ल्याएको थिएँ। तिनवटा लिपस्टिक ल्याएको छु कलर एसेन्सको। अनि डिफ्रेन्ट कलरमा चाहिँ यो चाहिँ एउटा पिङ्कमा छ अनि एउटा न्युडमा देखाउँछु है त। यो चाहिँ न्युडमा हो, खोल्नु पनि गाह्रो हो, खोल्नु नजानेको के हो। कति महँगो छ के सामानहरू, कति महँगो छ हे भगवान्। कसरी साध्य हुन्छ होला नि, उल्टो खोलेछु नि त। सो यो चाहिँ न्युड कलरमा छ एउटा। अनि त्यसपछि चाहिँ यताबाट रहेछ कि हजुर। अनि यो चाहिँ मरुन कलरमा। यहीँ छु बाबा। अनि त्यसपछि चाहिँ पिङ्क कलर। बाबा यहीँ छु, आउनु। यो चाहिँ छ पिङ्क कलर। लेकिन ये साला कर क्या रहा है यहाँ पे? यो रोशन सरले पो रहेछ छोरी भनेको त छ। अनि त्यसपछि अनि छ अनि यो ब्युटिनहरू। मलाई यसको काम एकदमै छ क्या अब, त्यही भएर अलि धेरै नै ल्याएर आएको छु। अनि यो चाहिँ के भन्छ ब्ल्याक पेन। अनि यस्तो सानो क्ल्याचर के भाँचेकै गर्छ कि ठुल्ठुलो ल्याएर अनि सस्तोवाला ल्याएको कि लाउँदै। अनि भाँचे पनि फरक पर्दैन भनेर कि महँगो लाएर ल्यायो, 2 दिनमा भाँचिहाल्छ। क्युट छ। अनि यो चाहिँ सानो चाहिँ ठुलो मम्मीको कपाल थोरै छ कि यो ल्याइदिएको कि भिडियो बनाउनुहुन्छ कि त्यही भएर। अनि त्यसपछि चाहिँ यो चाहिँ यो प्राइमर रहेछ। अनि प्राइमर के हो हुडा ब्युटी कि के हो, यो पढ्न पनि आउँदैन मलाई त। ल हजुरहरूले आफै भन्नु होला के को यो। अनि नेक्स्टमा चाहिँ यो चाहिँ ब्लस छ। यो वाला यो त ब्लेन्डर भइहाल्यो एज अलवेज। म चाहिँ सधैँ यही कलर युज गर्छु कि, कलरफुल मन पर्दैन। अनि त्यसपछि चाहिँ एन्जोको हार्ड स्प्रे। मसँग सफ्ट स्प्रे र के अरे साइन स्प्रे र होल्ड स्प्रे छ अलरेडी, त्यही भएर यो हार्ड स्प्रे मात्रै ल्याएको छु एउटा। अनि नेक्स्टमा चाहिँ मैले चाहिँ फेस मास्क ल्याएर आएको छु साथीहरू। एउटा चाहिँ राइसमा अनि अर्को चाहिँ क्युकम्बरवाला। अहिलेसम्म मैले ट्राई गरेको छुइनँ, ट्राई गरेर हेरौँ कस्तो हुन्छ। अनि त्यसपछि चाहिँ यो चाहिँ मैले चाहिँ कति खोजेँ सिङ्गलवाला पाइनँ, अनि त्यही भएर अब यो 2 in 1 हो कि 3 in 1 रहेछ। कर्लर, क्रिम्पिङ अनि स्ट्रेटनर सबै रहेछ कि यसैमा। अब कस्तो हुन्छ हेरौँ, युज गर्दै गरौँ। के अरे यो चाहिँ कर्लर भयो। अनि त्यसपछि यो चाहिँ क्रिम्पिङ भयो।
नेक्स्टमा चाहिँ कसरी दुईटै क्रिम्पिङ छ त ए यहाँ रहेछ कि स्ट्रेटनर युज गर्नु पनि आउँदैन कि के हो यो वाला अघि स्ट्रेटनर अहिले भरे मैले हेर्छु कसरी हो यो युज गर्ने यसरी त कहाँ हुन्छ त मैले चाहिँ यो चाहिँ अहिले चाहिँ तत्काललाई भनेर ल्याएर आएको बजेटमा चल्न पर्यो नि त त्यही भएर यो लिएर आएको साथीहरू अनि मलाई चाहिँ मोस्ट इम्पोर्टेन्ट चाहिँ यो थियो जति मेकअप मैले हजुरहरूलाई मेरो पुरानो भिडियो हेर्नलाई थाहा छ मैले हल्का फुल्का मेकअप पनि गर्छु अनि मलाई चाहिँ अब नेक्स्ट मन्थमा चाहिँ अलि धेरै नै मेकअप गर्नुपर्ने जस्तो देखिएको छ सो त्यसको लागि चाहिँ मोस्ट इम्पोर्टेन्ट चाहिँ रिङ लाइट थिएन मसँग अब मैले मेकअप गरेको मैले मेरो काम पनि त भिडियो राम्रो राम्रो क्युट क्युट भिडियो बनाउनलाई हजुरहरूको समक्ष देखाउनलाई त चाहियो सो त्यही भएर मैले चाहिँ त्यो चाहिँ अलिक एक्सपेन्सिभ जस्तो लागेको मलाई हजुरहरूलाई थाहा हुनेहरूलाई भन्नु होला मैले चाहिँ यो चाहिँ प्राइस चाहिँ भन्दैछु 2500 पऱ्यो साथीहरू मलाई यो घाटा भयो कि नाफा भयो के भयो थाहा छैन अब हजुरहरूले कतिमा लिनुभएको छ थाहा छ भने यसो भन्नु होला ताकि म पनि गएर त्यो दाइलाई फेरि पनि कम्प्लेन गर्न सक्यौँ अनि यो बाँकी सबै अरू सामानको चाहिँ बजेट यसो गेस गर्नु होला है त हेरौँ हजुरहरूको माइन्ड कतिको सार्प छ यसको चाहिँ यहाँ चाहिँ पार्ट पूर्जाहरू छ सबै कता गयौँ सबै सेट गर्नुपर्ने हुन्छ अहिले भाले ल्याइरहौँ ल ट्राई पनि गरौँ कतिको छ अझै ल्याउनु पनि त धेरै सामान थियो अब बजेटमा चल्नु पर्यो साथीहरू के गर्ने होइन कति कुरा त त्यतिकै कम्प्रोमाइज गरेर पनि चलाउनु पर्छ वाउ त यो चाहिँ मै हो है दिस इज मी सुनिता थेवे वाउ यहाँबाट चाहिँ कलर पनि चेन्ज हुन्छ क्या यो वाला राम्रो थियो कि होइन सो आजको मेरो सपिङ चाहिँ यस्तै भएर सेट गर्छु यस्तै नै भयो साथीहरू सर्ट एन्ड स्विट भिडियो ल्याएको छु यहाँहरूको माझमा यदि मेरो यो अनबक्सिङ भिडियो मन पर्यो भने चाहिँ के भन्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अहिले चाहिँ साथीहरू एक दुईवटा सामान देखाउने बिर्सेछु के एउटा यो भिटामिन सिरम ल्याएको छु डक्टर एसोको अनि त्यसपछि चाहिँ एउटा चाहिँ लुज पाउडर के को म्याकको अनि त्यसमा चाहिँ ल मैले आजभोलि चाहिँ भिडियोमा कन्टिन्युसली भिडियो गर्नै कस्तो लागेको छ त कन्टिन्युसली भिडियो गर्नु पाएको छैन साथीहरू त्यसको लागि चाहिँ माफी चाहन्छु के हुँदो रहेछ भने अलिकति बिजी हुन्छु नि त म पनि त्यही भएर नयाँ नयाँ कन्टेन्टहरू ल्याइरहनु दिमागमा त आउँछ तर बनाउनुलाई त्यति धेरै टाइम हुन्न मसँग आयो हजुरहरूले त्यो कुरालाई माइन्ड गरिदिनुहुन्न होला अनि मैले भिडियो हाल्दाखेरि चाहिँ हेरेर माया गरिदिनु होला है त जहिले जहिले हाल्छु हेरेर माया गरिदिनु होला है त सो आजको भिडियो चाहिँ यति नै भयो साथीहरू अनि भिडियो अन्तिमसम्म हेरिदिनु भएको चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु सबैजनालाई लभ यु अल बाई बाई